हामीसँग यहाँ एउटै कम्पनी ब्रेसरको झन्डै उस्तै साइजको 3टा बाइनोकुलरहरू छन्। यसमा यो सबभन्दा हाईएस्ट क्वालिटीको इडी ग्लास युज भएको यो आर्गन फिल्ड वाटर प्रुफ बाइनोकुलर छ भने मिडियम रेन्जमा हामीसँग यो नाइट्रोजन फिल्ड वाटरप्रुफ नै BAK4 ग्लास युज गरेको बाइनोकुलर छ। त्यस्तै यो बजेट बाइनोकुलरमा यो चाहिँ वाटरप्रुफ छैन। त्यस्तै हामीले अर्को चीज यसमा हेर्न सकिने चीज भनेको चाहिँ यसले लाइट कतिको रिफ्लेक्ट गर्छ हामीले यसबाट पनि हेर्न सक्छौं। यो हाम्रो हाईएस्ट क्वालिटीको बाइनोकुलरमा यसले सबभन्दा कम लाइट रिफ्लेक्ट गरिरहेको छ भने त्यस्तै हामीले यहाँनिर यसमा हेर्दाखेरि यसमा सबभन्दा धेरै लाइट रिफ्लेक्ट गरिरहेको छ। त्यो भएको कारणले हामीले बाइनोकुलर छान्दाखेरि एउटा यो लाइट कति रिफ्लेक्ट गरेको त्यो त्यसबाट पनि बाइनोकुलर मिडियम या चाहिँ हाईएस्ट रेन्ज या भनौं बजेट बाइनोकुलर छान्न सक्छौं।